साथी हो तपाईहरुले धेरै दिन वेट गर्नु भएको भिडियो आज अपलोड हुँदैछ है। यसलाई चाहिँ अन्तैसँग हेर्नुस् होला, एकदमै दामी भिडियो आउँदैछ है साथी, हेर्नुस् है। निस्किसकेको छ एकदमै मजाले, तपाईहरुले देख्न सक्नुहुनेछ। र सँगसँगै अर्को कुरो के छ भन्दाखेरि एउटा मौरी पनि मरेको छैन। हेर्नुस् भित्र एउटा मौरी पनि मरेको छैन। र हामीले सँगसँगै यो मौरी चाहिँ एकदमै दिन पनि राम्रो छ, घाम पनि लागेको छैन यहाँनिर यो पार्टमा चाहिँ घाम। हेलो सम्पूर्ण साथीहरु, र फेरि पनि आज तपाईहरुलाई प्रमिस गरेको जस्तै हामी पोलबाट मौरी झिक्नु जाँदैछौँ। र सँगसँगै आज मसँग हुनुहुन्छ मेरो आफ्नो भेना है, लौरे हुनुहुन्छ है भेना चाहिँ। र सँगसँगै अर्को कुरा चाहिँ के छ भन्दाखेरि सबै प्रक्रिया हामी देखाउने छौँ है, कसरी निकाल्नुपर्ने, के गर्नुपर्ने। हामीसँग टुल्सहरू पनि भेनाले बाँध्नु हुँदैछ। र तपाईँले भिडियोलाई अन्तसँग हेरिदिनुहोस् होला। र के थियो भन्दाखेरि साथीहरूले एकदमै मलाई सोधेको गरिरहनु भएको थियो। एकदम अलिकति घरको व्यस्तताले गर्दाखेरि मैले भिडियो लिएर आउनु पाएको थिइनँ। र आज चाहिँ म तपाईँलाई सम्पूर्ण भिडियो मजाले निकालेको तपाईँहरूले पनि गर्नु सक्नुहुनेछ। तर धेरै कुरो अनुभव भएर मात्रै गर्नुहोस्, नभए तपाईँले मौरी बिगारी पठाउनुहुन्छ। हेर्दै गर्नुहोस् होला, अन्तसँगै हेर्नुहोस् होला। साथी अब हामी चाहिँ हिँडेको हातै बोक्छु। ल बाटो चाहिँ यस्तो छ साथीहरू, के गर्नु हो, रोड ल्याइदिन्छु भन्दा भन्दा पनी रोडमै छ अहिलेसम्म। पनी रोडमा कुदाइ छ है, पनी रोडमा कुदाइ छ। अब कुन चाहिँले ल्याइदिनु त्यो पनि थाहा छैन हो। वादा त सबले गरेर गएको थियो। लगभग 200 मिटर चाहिँ होला है होइन, 200 मिटर पनि छैन। यति बनाइदिएको भए सुविधा हुन्थ्यो होइन गाइस। ल अब हामी चाहिँ अब मेन रोडमा आएको चाहिँ सामान चाहिँ र मेन सामान चाहिँ त्यहाँनिर छ साथी हो। यहाँ हेर्नुहोस्, पहिला पनि यहाँनिर मौरी बसेको रहेछ। सामान चाहिँ यहाँनिर छ। आज हामी चाहिँ यसलाई एक्जिक्युट है निकालेर देखाउनेछौँ तपाईँहरूलाई है। साथी अब चाहिँ हामी काम सुरु गर्ने हो। हेर्नुहोस् है, आज चाहिँ यसलाई निकालेरै छार्ने हो, त्यो पनि सजिलो पाराले तपाईँहरूले पनि अपनाउनु सक्नुहुनेछ। यो भिडियो चाहिँ पुरै हेर्नुपर्ने। र साथी हो, यो चाहिँ एउटा सानोबडे हामीले बक्स बनाएको छौँ, यसको द्वारा चाहिँ हामीले निकाल्ने छु है। यसको मेकानिजम अहिले म तपाईँहरूलाई लास्ट अन्तमा भन्नेछु, सबै के कस्तो के गर्नुपर्ने हो। र सँगसँगै दुलो दालीहरू चाहिँ सबै बुझाउनु पर्ने हुन्छ। र हामी दुलो दालीहरू पनि बुझाउँदैछौँ। र यो चाहिँ अन्तमा चाहिँ म तपाईँहरूलाई मजाले सम्झाउने छु, कति हुनुपर्छ, के हुनुपर्छ, र साइज कस्तो हुनुपर्छ, के हाल्नुपर्छ, मेटेरियल के हुनुपर्छ भनेर है तपाईँहरूलाई राम्ररी देखाउने छु। हेर्नुहोस् है। र हामीले सँगसँगै अब तपाईँहरूले जेसुकै भने पनि यो सानो सानो चिजहरू पनि हामीले तपाईँहरूलाई सिकाइरहेको छौँ। तपाईँको पनि एउटा कर्तव्य बन्छ, अलिकति फलो लाइक गर्नु चाहिँ नबिर्सिनुहोस् होला, र सब्सक्राइब गर्नुहोस् होला। र अर्को कुरो चाहिँ मान्छेको व्यस्तता हुन्छ, तपाईँहरूले सोधेको भनिरहेको थियो, तपाईँको हक हो, सोध्नुहुन्छ, केही छैन, मेरो भ्युअर्स हो। तर अलिकति झराइ पनि गरिदिनुहोस् होला कहिले कहिले है। हाम्रो कोही बेला बिजी लाइफ हुन्छ, त्यही कारणले गर्दाखेरि म त्यति चाहिँ रिक्वेस्ट गर्छु। र साथी हो, हामीले यो टुल्स हालिसकेको छौँ है, देख्न सक्नुहुनेछ। र आज एकदमै दिन पनि राम्रो छ, घाम पनि लागेको छैन यहाँनिर। यो पार्टमा चाहिँ घाम लागेको हुनु हुँदैन।
र साथी हो अब हेर्नुहोस् है भित्रको मौरी बाहिर निस्किनेछ किन भन्दाखेरि चाहिँ यसको सानो बडे मेकानिजम छ म तपाईहरुलाई भिडियोमा लास्टमा देखाउँछु अब भट भित्रको मौरी बाहिर निस्किन्छ काम गर्दै छ है हाम्रो प्लान चाहिँ एक्जिक्युट जुन चाहिँ प्लान गरेको थियौं त्यो प्लान चाहिँ निस्किँदैछ यहाँ त मौरी निस्किँदैछ त्यहाँबाट देख्दैछ भिडियोमा यहाँ हेर्नुस् है साथी मजाले मौरी चाहिँ निस्किँदैछ है यता साइड बन्द भर्खर अब निस्किन थालेको साथी मौरी चाहिँ एउटा है तात भएर निस्किँदैछ हेर्नुहोस् त भित्र तात लागिरहेको छ एकदमै दामी निस्किँदैछ साथी हेरौँ है एकदमै दामी तपाईहरुले देख्नु हुँदैछ आमा तर तपाईहरुलाई जति मैले यो सक्दो भिडियोहरु बनाएर दिँदैछु है तपाईहरुले ट्राई गर्नुभन्दा अगाडि एकखेप मलाई कल गर्नुस् अन्त मात्रै तपाईहरुले एक्जिक्युट गर्नुस् होला किन भन्दाखेरि धेरै टेक्निकहरु छ धेरै चीजहरु छ जो तपाईहरुले मैले बताएर पनि तपाईहरुले नबुत्ला है भिडियो मार्फत तर हेर्नुस् है एकदमै मजाले निस्किँदैछ है हेरौँ है साथी हो हेरौँ है यसरी हो नि त काम गरायो चाहिँ यो के तपाईहरुलाई डिटेल्स भिडियोहरु दिइरहेको छौं हामीले सम्पूर्ण मेरो मलाई साथ दिने आज भेनाले साथ दिइरहेको छ कहिले इनु भाइले कहिले रविन्द्रले साथ दिइरहेको छ है हेर्नुस् एकदमै राम्रोसँगले भिडियो म तपाईहरुलाई बनाइरहेको छु निस्किँदैछ हेरौँ है साथी हो कामले काम गर्दैछ काम हुँदैछ काम राम्रो काम चल्दैछ र एकदमै यो कुरोहरु शेयर गर्न पाउँदा तपाईहरुसँग म पनि खुसी लागिरहेको छ है यताबाट दामी लाग्यो गोला पर्न थालेछ है त्यो गोला परेकोमा हल्का छोटो यही हो नि पर्दैछ नि त्यही भएर यस्तो गर्दै देख्यो है भिडियो चाहिँ हामी हेर्नुहोस् है साथी निस्किँदैछ यी हामीले केही पनि गरेको छैन न पोल काटेको छौँ न यसलाई के गरेको छौँ यी मौरी चाहिँ यो पाराले निस्किन्छ मैले त्यसै तपाईहरुलाई भनेको होइन है कतिजनाले झुट बोल्दैछ भन्ने हुँदै थियो हेर्नुहोस् है यी पात लागेर निस्किँदैछ पात यो हो नि त प्रक्रिया चाहिँ यहाँ निक्लिने जग्गा नपाएको बिचार एउटा मात्र भयो र तपाईहरुले चाहिँ भाइलाई यसरी नै सपोर्ट गर्नुस् होला यी तपाईहरुलाई दामी जानकारी मूलक भिडियोहरु लिएर आइरहेको छु यहाँ हेर्नुस् त लु पात लाएर निस्केको यहाँ हेर्नु त लु आमा आटानाट हेर्नुहोस् है साथी हो एकदमै मजाले तपाईहरुलाई मैले देखाइरहेको छु है राम्रो काम गरिरहेको छु एकदमै दामी है एकदमै राम्रो भइरहेको छ हेर्दै जाउँ है एकदमै तपाईहरुलाई भनेको जस्तै काम गर्दै जानुपर्छ सिक्दै जानुपर्छ यहाँ हेर्नुहोस् है मौरी थुप्रिसकेको छ साथी हो हेरौँ है एकदमै दामी छ मौरी थुप्रिसकेको छ यसरी नै भिडियो हेर्दै गर्नुहोस् होला यसको लास्टमा चाहिँ हामीले के गरेको छौँ कसरी गर्नुपर्ने हो त्यो चाहिँ म तपाईहरुलाई लास्ट भिडियोको लास्टमा मात्रै भन्ने छु त्यही कारणले मेरो युट्युब च्यानललाई सब्स्क्राइब चाहिँ गरिराख्नुहोस् होला सँगसँगै फेसबुकलाई पनि फलो चाहिँ गरिराख्नुहोस् होला है साथी हो देख्नु सक्नुहुन्छ कि तपाईहरुले हेर्नुहोस् त यी तात निस्केको छ यो जति पनि व्हाइट पाइप छ त्यहाँनिर हेर्नुहोस् त ब्ल्याक भइसकेको छ यो जति पनि हो मौरी बाहिर निस्किँदैछ हेर्नुहोस् त माथि टुप्पोबाट मौरी निस्किँदैछ र सँगसँगै राम्रो सक्सेस भएको छ एकदमै दामी भएको छ तपाईलाई पनि यो
जति पनि भिडियो छ यति बेसी सेयर गरिदिनुहोस् कि यति दबाएर सेयर गरिदिनुहोस् जो हाम्रो नयाँ बिकिपर्सहरू हुनुहुन्छ उहाँहरूले पनि यसको भिडियोको फाइदा उठाउन सकेको होस् है साथी हो। हेर्नुहोस् है एकदमै दामी र राम्रो सक्सेस भएको छ। यहाँ हेर्नुहोस् त यी मौरी कम्ता छ यी एकदमै दामी छ यो हेरौँ है साथी हो हेरौँ है। र यो देख्नु हुँदैछ नि साथी हो यो चाहिँ स्लो मोको भिडियो हो र सँगसँगै म तपाईँहरूलाई यो किन भन्नु चाहेको भन्दाखेरि चाहिँ यो तपाईँहरूले जति बेला हालिसकेपछि अलिक वेट गर्नुपर्ने हुन्छ। तपाईँहरूले लगभग हाफ एन आवर्स नभए हाफ एन आवर्स अलिक ज्यादा लाग्छ धैर्य धारण चाहिँ गर्नुपर्छ। र हेर्नुहोस् है धैर्य धारणको यो परिणाम चाहिँ एकदमै राम्रो भइरहेको छ। एकदमै स्लो मोमा पनि तपाईँहरूलाई यो भिडियो क्लिक गरेको थिएँ है हेर्नुहोस् त यति मजाले निस्किँदैछ र एउटा मौरी पनि मरेको छैन है एकदमै साथी हो सबै मौरी निस्किसकेको छ है राना पनि निस्किसकेछ र अब हामी यसलाई ल्याएर जानेछौँ। यहाँ हेर्नुहोस् है माथि गोला परेर बसेको छ अघि कालै थियो र एकदमै राम्रो सक्सेस भयो एकदमै खुसी लाग्यो। र यो मौरी चाहिँ ज्यादा भएको थिएन आएको हो 3-4 कति 1-2 हप्ता मात्रै भएको थियो होइन यो मौरी आएको। किन भन्दाखेरि अब हामीले यो जग्गालाई हेरि नै राखेको थियौँ। हेर्नुहोस् है साथी पुरै मौरी निस्किसकेको छ। र साथी हो तपाईँहरूलाई यो सेयर गर्दाखेरि एकदमै खुसी लाग्यो है निस्किसकेको छ एकदमै मजाले तपाईँहरूले देख्न सक्नुहुनेछ। र सँगसँगै अर्को कुरो के छ भन्दाखेरि एउटा मौरी पनि मरेको छैन। हेर्नुहोस् भित्र एउटा मौरी पनि मरेको छैन। र हामीले सँगसँगै यो मौरी चाहिँ हिजो अस्ति मात्रै आएको भएको थियो र हिजो अस्ति मात्रै आएको हुनाले गर्दाखेरि यो भित्र पनि तपाईँको लाभा बच्चाहरू छैन हो। अनि यसलाई अब म लगेर नयाँ चाखा दिनेछु अर्को मौरीको अर्को बक्साबाट निकालेर है नयाँ चाखा दिनेछु। मौरी चाहिँ अलिकति ठिकैको रहेछ हिजो अस्ति कम्ती आएको रहेछ यति आएको रहेछ फर्स्ट सर्मिङ हो तपाईँको त्यतिको राम्रै मौरी रहेछ। धेरै खुसी लाग्यो तपाईँहरूलाई यो सेयर गर्नु पाउँदा। यतिको त काम गर्छ है तर यतिको काम गर्छ नि राम्रो छ नि हौ यतिको काम गर्छ है साथी हो। एउटा राम्रो कुरो तपाईँहरूलाई म सिकाउनु पाउँदा एकदमै खुसी लाग्यो। जिरो क्याजुअलिटी केही पनि छैन हेर्नु मात्रै पर्यो तपाईँहरूले होइन भेना तपाईँलाई के कसो लाग्यो। र सँगसँगै मसँग आज मेरो भेना आउनु भएको थियो। भेना तपाईँलाई के जस्तो लाग्यो आज के कसो लाग्यो आजको यो प्लानलाई। आजको प्लान चाहिँ हाम्रो एकदम राम्रो भयो अस्तिको भन्दाखेरि। अस्ति चाहिँ हाम्रो 1-2वटा टुल्सहरू कमी थियो र 1-2वटा नलेज पनि पायो त्यो दिन हामीले कति कुरा ज्ञान पाएर त्यही आज फेरि त्यो नलेज र त्यो आधारमा हामीले यहाँ आएर आज ट्राई गरेको। आज चाहिँ एकदम सक्सेस पनि भयो एकदमै राम्रो सक्सेस भयो साथी हो है। हेर्नुहोस् है साथी बाहिरको मौरी पनि यो बाहिरको मौरी पनि अब हामी हाल्छौँ भित्र है भित्र हालेर लानुपर्नेछ नभए छोडिन्छ मौरी छोडिनु हुँदैन। र यसरी नै हिमालयन फार्मर्सलाई तपाईँहरूले माया दिँदै गर्नुहोस्। तपाईँहरूलाई म के सिकाउँछु है राम्रो कुरोहरू सिकाउँछु नराम्रो कुरा चाहिँ म सिकाउँदिनँ साथी हो। साथी हो सबै मौरीहरू हामीले निकालिसकेको छौँ है अलिअलि छोडेको छ। छोडेको मौरी चाहिँ अब भोलि हामी यसलाई अलिकति अर्कै काम गर्नेछौँ। र सँगै यहाँ हेर्नुहोस् त यी साथी हो छोडेको मौरीहरू चाहिँ हामीले यसमा पनि हल्का बोकेको छौँ र नेट ल्याउनु बिर्सेछौँ नेटमा बोक्नुपर्ने हुनेछ र प्याकिङहरू भइसकेको छ। अब हामी लागेको साथी हो र भिडियोलाई हेर्दा निकालेर पनि लाग्यौँ है पछि प्याकिङ गरिसकेको छ। अब घरमा लगेर यसलाई के गर्नुपर्ने छ म त्यो पनि तपाईँहरूलाई बताउने छु। र साथी हो यहाँ हेर्नुहोस् है हामी आइपुगेको छौँ गन्तव्यतिर घर आइपुगेको छौँ। आज चाहिँ ल्याइपुर्यायो र यही घरको कामले गर्दा चाहिँ 1-2 दिन बिजी थियो भाइ। यहाँनिर हामी अब सिफ्ट गर्नेछौँ यो साइन्टिफिक बक्समा। यो सिफ्ट गर्ने तरिका पनि अब यसमा छ है। र अब हामी चाहिँ यसलाई बिस्तारैसँग यहाँभित्र हाल्नेछौँ। यहाँ हेर्नुहोस् है एकदमै मजाले आएको छ साथी हेर्नुहोस् है।
र यसरी नै साथीहो हामीले यो मौरीलाई घर ल्याइसकेको छौँ। अब यो चाहिँ हामी साइन्टिफिक बक्समा सिफ्ट गर्नेछु है। र यसरी नै तपाईँहरूले मेरो भिडियोलाई एकदमै राम्ररी मन पराइदिनु भएको छ र सँगसँगै यो भिडियो एकदमै लामो हुने रहेछ। त्यही कारणले म यो कसरी निकाले है, कुन कुन टुल्सहरू युज गरेको छु, के कारण कसरी चाहिँ यो इजीसँगले निस्क्यो, केही एफोर्ट बिना निस्क्यो भनेर म अर्को भिडियो लिएर आउनेछु। किन भन्दाखेरि धेरैलाई यो भिडियो लामो हुने गरेकोले गर्दाखेरि तपाईँहरूलाई धेरै प्रब्लम हुन्छ होला भनेर त्यो सिकाउने टेक्निक चाहिँ म भोलि अर्को भिडियोमा तपाईँहरूलाई अपलोड गर्नेछु। अब हामी यसलाई सिफ्ट गर्नेछु है। अलिकति व्यस्तताले गर्दा पनि मैले सबै भिडियो एडिट गर्नु सकिनँ। त्यही कारणले गर्दाखेरि भोलि चाहिँ म तपाईँहरूलाई यो कसरी चाहिँ हामीले निकाल्यौँ भनेर म तपाईँलाई भिडियो ल्याउने छु। र धेरै धेरै धन्यवाद छ। तपाईँले यसरी नै सपोर्ट गर्दै गर्नुहोस् होला। मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला र यसरी नै माया गर्दै गर्नुहोस् होला है साथी हो। र धेरै धेरै धन्यवाद छ र यसरी नै राम्रो राम्रो जानकारी दिनु पाएकोमा म पनि एकदमै खुसी छु र थ्याङ्क यू, धन्यवाद। फेसबुकलाई पनि फलो गर्नु नबिर्सिनुहोस् होला र युट्युबलाई पनि फलो गर्नु नबिर्सिनुहोस् होला। धेरै धेरै